10 वर्ष 8 वर्षदेखि हामीसँग अल थ्रीमा सँगै काम गर्नुहुन्थ्यो। उहाँ एकदम क्रिएटिभ डिपार्टमेन्ट हेर्नुहुन्थ्यो उहाँले। त्यसपछि चाहिँ अल थ्रीबाट सल्लाह है, हाम्रो सल्लाहमा त्यसपछि उहाँ कान्तिपुर जानुभयो। ल एकदम क्यारियरको लागि प्लस पोइन्ट हुन्छ भन्ने हिसाबले हामी ओके भने त्यसपछि 2 वर्षदेखि कान्तिपुर छोडेर त्यसपछि काम गर्दा त्यसपछि फेरि ब्याक टु फेरि हामी यस्तै काम गर्दै हुनुहुन्छ अहिले। त्यसपछि रिसेन्टली करिबन वैशाखमै त्यसरी बिहा गर्नुभएको। बिहा गरेर हामी सबैले निम्न गर्नुभएको थियो। अब हामी काठमाडौँ र उहाँले बाजुरा बिहा गर्नुभयो। त्यसपछि मिलेन, यहाँ उता टाढा पनि भयो, समय पनि भएको हिसाबले चाहिँ उहाँलाई वेलकम गर्छौँ। ल बिहा गरेर आउनुहोस्, तपाईँलाई वेलकम काठमाडौँ गर्छौँ हामी टिमले भनेर भनेर आज चाहिँ दिन जुराएको त्यसरी होइन। बुढाबुढी तपाईँ दुईजना हाम्रो सबै परिवारको तर्फबाट एकदम वैवाहिक जीवनको उत्तरोत्तर प्रगति हुँदै जाओस् होइन। मेहनत गर्नुहुन्छ, अझै मेहनत बढी गर्दै त्यसपछि नेक्स्ट अब अर्को यो पुरानो सधैँ नयाँ साइन्स पुरानो पुस्तक पनि के मिलिरहेको थियो कि बिहा गरेर आयो। अब हाम्रो सन्तोष चाहिँ रिप्रेजेन्ट गरेर त्यहाँ पुग्नु भएको थियो, हामी चाहिँ पुगेन। त्यसपछि त्यो बेला वेलकम गर्ने भन्दा चाहिँ के तालमेल मिलिरहेको थियो। मैले फेरि आज अस्ति सुनिँदाखेरि चाहिँ मिम राजालाई एकचोटि गरौँ त भन्ने भएको थियो। त्यसपछि मैले आजै मौका सकेको थिएन, बुहारीको टाइम थिएन भन्नाले टाइम छोड्दै म भन्छु होइन। बल बोलाएको पनि खुसी हाँसी खुसीहरू रहिरहनु भएको छ। अझै यस्तै हुनु देख्न पाइयोस्, देख्न पाइयोस् होइन। तपाईँको प्रगति गर्दै जानुहोस्। त्यो काम मजै देखिन्छ त सोसियल मिडिया यसो हेर्ने बेला तपाईँको त्यो चाहिँ राम्रो छ। तपाईँलाई पनि अफिसको तर्फबाट धेरै धेरै बधाई, शुभकामना। हाम्रो सहकार्य चाहिँ यसरी नै टाढा भए पनि जहाँ भए पनि जोडिनुपर्छ कि यो स्याम्पल पनि छ यो होइन। धन्यवाद। त्यही हिसाबले चाहिँ तपाईँको पनि त्यस्तै जहाँ गए पनि अफिस संस्था यो टिम परिवार सधैँ साथमा छ भन्ने कुरो सम्झिराख्नुहोस् होइन। त्यही हिसाबले दुईवटा पनि जोडिनु भएको परिवारै हो। यो सबै चिजहरू इभेन्ट दाइहरू हाम्रो लागि चाहिँ सधैँ छन् भन्ने कुरो सम्झिनु भयो तपाईँहरूले है। ल यति मायाको चिनो छ है। नवजोडीलाई हार्दिक बधाई, शुभकामना। यो हाम्रो परिवारमा सधैँ एकजुट रहिरहन्छ है।